के तपाईलाई कहिले यस्तो महसुस भएको छ कि तपाईँ बोलिरहनु भएको छ तर तपाईँको कुरा कसैले सुनिरहेको छैन, या तपाईँको मनमा एउटा ब्रिलियन्ट आइडिया छ तर त्यसलाई शब्दमा उतार्न नसकेर मन नै गुम्साएर बस्नुभएको छ। हाम्रो समाजमा चाहे त्यो घरको बैठक होस्, अफिसको मिटिङ होस् वा साथीभाइको जमागत, जसको आवाजमा दम हुन्छ उसैको कुरा बिग्छ। तर दम भनेको चिच्याउनु होइन, दम भनेको हो सही समयमा सही तरिकाले यति वजनदार कुरा बोल्नु कि मानिसहरू तपाईलाई सुन्न बाध्य हुन्। धेरैजसो मानिसहरू सुन्नका लागि मात्र बोल्छन्, तर एक लिडर याद रहनको लागि बोल्छ। नमस्कार, तपाईलाई स्वागत छ तपाईको आफ्नै च्यानल नेपाली थिङ्क स्पेसमा। आज हामी इथन स्टोनको विश्वप्रसिद्ध किताब टक लाइक अ लिडरको गहिराईमा डुब्नेछौँ। यो किताबले तपाईलाई त्यो आवाज दिन्छ जसले सम्मान माग्दैन, कमाउँछ। आज हामी ती 10 रहस्यहरू खोल्नेछौँ जसले तपाईँको बोल्ने तरिकालाई मात्र होइन, मानिसहरूले तपाईँलाई हेर्ने दृष्टिकोणलाई नै बदलिनेछ। र विश्वास गर्नुस्, अन्तिम रहस्यले तपाईँको सबैभन्दा ठूलो डरलाई जित्न मद्दत गर्नेछ। त्यसैले एक सेकेन्ड पनि नछुटाई यो यात्रामा मसँगै हिँड्नुहोस्। सुरु गरौँ पहिलो रहस्यबाट। पहिलो रहस्य, साइलेन्स इज पावर। मौनता नै शक्ति हो। जीवनमा नबोल्नु पनि एक कला हो, एक शक्ति हो। तर हामीमध्ये धेरैजसो मानिसहरूले यो कहिल्यै सिकेनौँ। हाम्रो समाजले हामीलाई सिकाउँछ, जो बोल्छ उसैको पिठो बिग्छ। तर यो आधा सत्य हो। सत्य यो हो कि जो सही समयमा बोल्छ उसको पिठो मात्र होइन, सिङ्गो पसल नै बिग्छ। जब पनि कुनै कुराकानी चलिरहेको हुन्छ, चाहे त्यो अफिसको मिटिङ होस्, परिवारको डिनर होस् वा कलेजको चिया या गफ, हामीलाई लाग्छ कि हामीले केही न केही बोल्नै पर्छ। यदि हामी चुप लाग्यौँ भने मानिसहरूले हामीलाई कि त मूर्ख सम्झिनेछन्, कि त हामीलाई केही थाहा छैन भन्ने सोच्नेछन्। यही डरले हामी अनावश्यक बोल्न थाल्छौँ, आधा अधुरा जानकारी दिन थाल्छौँ र नचाहँदा नचाहँदै आफ्नो कुराको वजन घटाइरहेका हुन्छौँ। तर जो मानिसहरू साँच्चै लिडर बन्छन्, उनीहरू सबैभन्दा पहिला सुन्न सिक्छन्। उनीहरू बुझ्छन् कि मौनता खाली ठाउँ होइन, यो त एउटा रणनीतिक हतियार हो। कल्पना गर्नुहोस्, एउटा अफिसको मिटिङ चलिरहेको छ। एउटा महत्त्वपूर्ण प्रोजेक्टमा समस्या आएको छ। कोठामा तनावको वातावरण छ। सबैजना एकअर्कालाई दोष दिइरहेका छन्, चिच्याइरहेका छन्, आफ्नो तर्क प्रस्तुत गरिरहेका छन्। कोही भन्छ, मैले त पहिल्यै भनेको थिएँ। कोही भन्छ, यो तिम्रो गल्ती हो। त्यो कोलाहलको बीचमा एक व्यक्ति शान्त भएर बसेको छ। ऊ बोलिरहेको छैन, केवल सबैलाई हेरिरहेको छ, सुनिरहेको छ। उसको अनुहारमा कुनै हडबडाहट छैन। सुरुमा कसैले उसलाई ध्यान दिँदैन, तर जब कोठाको कोलाहल बिस्तारै कम हुन्छ, सबैका तर्कहरू सकिन्छन्, तब सबैका आँखा त्यही शान्त व्यक्तिमाथि पर्छन्। उसको मौनताले सबैको ध्यान खिचेको हुन्छ। अब जब ऊ बोल्न सुरु गर्छ, उसको आवाज चिच्याएको हुँदैन, तर कोठामा भएका सबैले कान थापेर सुन्छन्, किनकि उसको मौनताले एउटा सन्देश दिइसकेको थियो। मैले तिमीहरू सबैको कुरा सुने, मैले अवस्थालाई बुझेँ र अब म समाधानको कुरा गर्दैछु। यो हो मौनताको शक्ति। यो डरले भरिएको मौनता होइन, यो आत्मविश्वासले भरिएको मौनता हो। हाम्रो नेपाली समाजमा मौनतालाई अक्सर कमजोरीसँग जोडिन्छ। गाउँघरमा झगडा पर्दा जो चुप लाग्छ उसलाई दब्बुवा लाक्षण भनिन्छ। तर बुद्धको देशमा जन्मेका हामीले यो बिर्सियौँ कि सबैभन्दा ठूलो ज्ञान मौनताबाटै प्राप्त हुन्छ। बुद्धले बोल्नुभन्दा धेरै ध्यान गर्नुभयो, मौन रहनुभयो। जब उहाँ बोल्नुभयो, उहाँका शब्दहरूले संसार हल्लायो। तपाईँ आफै सोच्नुहोस् त, तपाईको परिवार वा साथीभाइमा कोही यस्तो व्यक्ति छ जो कम बोल्छ, तर जब बोल्छ सबैले उसको कुरा ध्यान दिएर सुन्छन्। त्यो व्यक्ति नै वास्तविक लिडर हो। चाहे उसको कुनै पद होस् वा नहोस्, उसको मौनतामा एउटा रहस्य हुन्छ, एउटा गहिराई हुन्छ जसले मानिसहरूलाई आकर्षित गर्छ। मौनतालाई कसरी प्रयोग गर्ने? 1. प्रतिक्रिया दिन हतार नगर्नुस्। जब कसैले तपाईलाई कुनै प्रश्न सोध्छ वा तपाईमाथि कुनै आरोप लगाउँछ, तुरन्तै जवाफ दिन नहताराउनुस्। 2-3 सेकेन्डको पज लिनुहोस्, आँखामा हेर्नुहोस्। यो सानो पजले तपाईलाई सोच्ने समय मात्र दिँदैन, अगाडिको व्यक्तिलाई यो सन्देश पनि दिन्छ कि तपाईले उसको कुरालाई गम्भीरतापूर्वक लिइरहनु भएको छ। 2. सुन्नका लागि सुन्नुहोस्, जवाफ दिनका लागि होइन। धेरैजसो समय हामी कसैको कुरा यसकारण सुनिरहेका हुन्छौँ ताकि हामी तुरुन्तै त्यसको जवाफ दिन सकौँ। तर नेताहरू सुन्छन् ताकि उनीहरूले अवस्थालाई साँच्चै बुझ्न सकुन्। जब तपाईँ साँच्चै सुन्नुहुन्छ, तपाईलाई आधाभन्दा बढी समस्याको समाधान त्यही भेटिन्छ। 3. असहज मौनतालाई अँगाल्नुहोस्। कहिलेकाहीँ कुराकानीमा यस्तो समय आउँछ जब सबै चुप लाग्छन् र हामीलाई त्यो मौनता असहज लाग्छ र हामी त्यसलाई भरमा केही न केही बोल्न थाल्छौँ। अबदेखि त्यसो नगर्नुहोस्, त्यो मौनतालाई रहन दिनुहोस्। जसले त्यो मौनतालाई पहिले तोड्छ, अक्सर उनै कमजोर स्थितिमा हुन्छ। नेतृत्वको सुरुवात तब हुन्छ जब तपाईँ सुन्न सुरु गर्नुहुन्छ।
हरेक कुरामा प्रतिक्रिया दिन छोड्नुहुन्छ। याद राख्नुहोस्, खाली भाँडो धेरै बच्छ, भरिएको भाँडो शान्त र स्थिर हुन्छ। आजदेखि आफ्नो मौनता नै आफ्नो कमजोरी होइन, आफ्नो सबैभन्दा ठूलो शक्ति बनाउनुहोस्। दोस्रो रहस्य, स्टप टकिङ, स्टार्ट लिडिङ। बोल्न बन्द गर, नेतृत्व सुरु गर। हामीलाई लाग्छ कि नेता त्यो हो जसले भाषण दिन्छ, जसले आदेश दिन्छ, जसले सबैलाई बताउँछ कि के गर्नुपर्छ। तर यो नेतृत्वको धेरै पुरानो र गलत परिभाषा हो। वास्तविक लिडर त्यो होइन जो सबैभन्दा धेरै बोल्छ। लिडर त्यो हो जसको काम, जसको व्यवहार र जसको मौनताले पनि मानिसहरूलाई प्रेरणा दिन्छ। कल्पना गर्नुहोस्, एउटा फुटबल टिमको कप्तान छ। ऊ मैदानमा चिचाइरहन्छ, पास दे, त्यता जा, यसरी हान। ऊ हरेक खेलाडीलाई निर्देशन दिइरहेको छ, तर जब बल उसको खुट्टामा आउँछ, ऊ आफै गोल गर्न सक्दैन। अर्कोतर्फ अर्को कप्तान छ जो धेरै बोल्दैन, तर ऊ मैदानमा सबैभन्दा धेरै दौडिन्छ, सही समयमा सही ठाउँमा हुन्छ, र जब टिमलाई सबैभन्दा बढी आवश्यक पर्छ, उसले गोल गरेर देखाउँछ। अब भन्नुहोस्, खेलाडीहरूले कसलाई बढी सम्मान गर्छन्, कसलाई आफ्नो वास्तविक नेता मान्लान्? पक्कै पनि दोस्रो कप्तानलाई। यही कुरा हाम्रो जीवनमा पनि लागू हुन्छ। धेरै बोल्नु अक्सर असुरक्षाको निशानी हुन्छ। जब हामीलाई भित्रभित्रै लाग्छ कि हामीसँग पर्याप्त ज्ञान छैन वा मानिसहरूले हामीलाई महत्त्व दिइरहेका छैनन्, तब हामी धेरै बोलेर त्यो कमीलाई पूरा गर्ने प्रयास गर्छौं। हामी हरेक कुरामा आफ्नो राय दिन्छौं, हरेक प्रश्नको जवाफ दिने कोसिस गर्छौं ताकि मानिसहरूले हामीलाई स्मार्ट सम्झुन्। तर परिणाम उल्टो हुन्छ। जो व्यक्ति हरेक समय बोलिरहन्छ, उसको कुराको मूल्य बिस्तारै कम हुँदै जान्छ। मानिसहरूलाई लाग्न थाल्छ यो त जति बेला पनि बोलिरहन्छ, यसको कुरामा के दम होला त? एक लिडरको सबैभन्दा ठूलो शक्ति उसको शब्द र कर्म बीचको तालमेल हो। यदि तपाईँ आफ्नो टिमलाई भन्नुहुन्छ सबैजना समयमा अफिस आउनुपर्छ, तर तपाईँ आफै सधैँ ढिलो आउनुहुन्छ भने तपाईको शब्दको कुनै अर्थ रहँदैन। तर यदि तपाईँ केही नबोली हरेक दिन सबैभन्दा पहिले अफिस पुग्नुहुन्छ भने तपाईले नभने पनि तपाईको टिमले समयको महत्त्व बुझ्नेछ। यही हो बोल्न बन्द गरेर नेतृत्व सुरु गर्नुको अर्थ। हाम्रो नेपाली समाजमा हामी मुखले खाने, कालले नखाने मानिसहरू धेरै देख्छौं। उनीहरू ठूला ठूला कुरा गर्छन्, योजना सुनाउँछन्, तर जब काम गर्ने बेला आउँछ उनीहरू कतै देखिँदैनन्। यस्ता मानिसहरू केही समयको लागि मानिसहरूलाई प्रभावित गर्न सक्छन्, तर लामो समयसम्म उनीहरूले कसैको सम्मान कमाउन सक्दैनन्। कम बोल्ने बानी कसरी विकास गर्ने? 1. बोल्नु अघि सोच्नुहोस्। जब तपाईलाई केही बोल्न मन लाग्छ, 1 सेकेन्ड रोकेर आफैलाई सोध्नुहोस्, के मैले यो कुरा बोल्न साँच्चै आवश्यक छ? कि मेरो यो कुराले यहाँ कुनै मूल्य थप्छ वा म केवल बोल्नको लागि बोलिरहेको छु? यदि जवाफ होइन हुन्छ भने चुप लाग्नुहोस्। 2. जिम्मेवारी लिनुहोस्। आफ्ना शब्दको जिम्मेवारी लिनुहोस्। जुन कुरा मुखबाट निस्कन्छ त्यो सोचेर निस्कोस् र तपाईँ त्यसको पछाडि उभिन तयार। यदि तपाईले कुनै वाचा गर्नुभयो भने त्यसलाई पूरा गर्नुहोस्। नेताको पहिचान उसको विश्वसनीयता हो। 3. अरूलाई बोल्ने मौका दिनुहोस्। एक राम्रो लिडर आफै मात्र बोल्दैन, उसले अरूलाई पनि बोल्न प्रोत्साहन गर्छ। जब तपाईँ कम बोल्नुहुन्छ, तपाईले अरूको विचार र दृष्टिकोण सुन्ने मौका पाउनुहुन्छ। यसले तपाईलाई अझ राम्रो निर्णय लिन मद्दत गर्छ र तपाईको टिममा अपनत्वको भावना बढाउँछ। याद राख्नुहोस्, तपाईको उद्देश्य सबैभन्दा धेरै बोल्ने व्यक्ति बन्नु होइन, बरु त्यो व्यक्ति बन्नु हो जसको अनुपस्थितिमा पनि मानिसहरूले उसको कुरालाई याद गरून्। तपाईको कामले यति धेरै हल्ला गरोस् कि तपाईलाई बोल्नै आवश्यक नपरोस्। तेस्रो रहस्य, स्पीक लेस इम्प्याक्ट मोर, यानी कि कम बोल प्रभाव पार। यो रहस्य दोस्रो रहस्यकै विस्थानित रूप हो। हाम्रो समाजमा बोल्नुलाई सधैँ ज्ञान र बुद्धिको मापदण्ड मानिन्छ। स्कुलमा जो विद्यार्थी धेरै प्रश्न सोध्छ उसलाई तेज मानिन्छ। इन्टरभ्यूमा जो फटाफट अंग्रेजी बोल्छ उसलाई स्मार्ट मानिन्छ। तर के हरेक धेरै बोल्ने व्यक्तिले धेरै प्रभाव पनि पार्छ त? पक्कै पनि पार्दैन। प्रभाव शब्दहरूको संख्याबाट होइन, शब्दहरूको गुणस्तरबाट आउँछ। तपाईले 1 घण्टा भाषण दिन सक्नुहुन्छ जसमा हजारौं शब्दहरू होलान्, तर त्यसले कसैलाई छुन सक्दैन। अर्कोतर्फ तपाईले केवल 1 वाक्य बोल्न सक्नुहुन्छ जसमा 5-7 शब्द मात्रै होलान्, तर त्यसले मानिसहरूको मन मस्तिष्कमा गहिरो छाप छोड्न सक्छ। मार्टिन लुथर किङ जुनियरको आई हैव अ ड्रीम भाषणमा उनले यो वाक्यांश बारम्बार दोहोर्याए। ती केवल 4 शब्द थिए, तर ती 4 शब्दमा लाखौं मानिसहरूको आशा, पीडा र सपना लुकेको थियो। ती शब्दहरूमा यति धेरै भावना र सत्यता थियो कि त्यसले अमेरिकाको इतिहासै बदलिदियो।
सोच्नुहोस्, तपाईँ एउटा डाक्टर कहाँ जानुभयो, तपाईँले आफ्नो समस्या बताउनुभयो। एउटा डाक्टरले आधा घण्टा लगाएर विभिन्न मेडिकल शब्दहरू प्रयोग गरी तपाईँलाई रोगको बारेमा लामो व्याख्या गर्यो। तपाईँलाई आधा कुरा बुझ्नै भए हिँड्नुभयो। अर्को डाक्टरले तपाईँको कुरा ध्यान दिएर सुन्यो, तपाईँलाई हेर्यो र केवल एक वाक्य भन्यो, नडराउनुहोस्, यो सामान्य समस्या हो, यो औषधि खानुहोस्, 1 हप्तामा ठिक हुन्छ। कुन डाक्टरको कुराले तपाईँलाई बढी प्रभाव पार्यो? पक्कै पनि दोस्रो डाक्टरको। किनभने उसको कुरामा स्पष्टता, आत्मविश्वास र समाधान थियो। उसले कम बोल्यो तर धेरै प्रभाव पार्यो। नेतृत्वमा पनि यही सिद्धान्त लागू हुन्छ। तपाईको टिम कुनै समस्यामा छ, तपाईले उनीहरूलाई 1 घण्टा लामो भाषण दिएर उत्प्रेरित गर्ने प्रयास गर्नुभयो, तर त्यसको सट्टा यदि तपाईले केवल यति भन्नुभयो, मलाई थाहा छ यो कठिन छ, तर मलाई तिमीहरूमाथि पूरा विश्वास छ, हामी यो सँगै मिलेर गर्नेछौँ भने ती केही शब्दहरूले उनीहरूको मनोबल कति धेरै बढाउँछ होला। कम बोलेर धेरै प्रभाव पार्ने तरिका। 1. मुख्य सन्देशमा केन्द्रित हुनुहोस्। बोल्नु अघि सोच्नुहोस्, म वास्तवमा के भन्न चाहन्छु, मेरो मुख्य सन्देश के हो? अनावश्यक वितरण, भूमिका र पृष्ठभूमि कथामा नअल्झिनुहोस्, सिधै मुख्य कुरामा आउनुहोस्। 2 शक्तिशाली शब्दहरू प्रयोग गर्नुहोस्। केही शब्दहरू अरूभन्दा धेरै शक्तिशाली हुन्छन्। म प्रयास गर्नेछु भन्नुको सट्टा म यो गर्नेछु भन्नुहोस्। सायद मैले यसो गर्नुपर्छ भन्नुको सट्टा हामीले यसो गर्नुपर्छ भन्नुहोस्। तपाईको शब्दहरूले आत्मविश्वास छल्काउनुपर्छ। 3. कथा र उपमाको प्रयोग गर्नुहोस्। कहिलेकाहीँ एउटा सानो कथा वा उपमाले हजारौं शब्दभन्दा धेरै कुरा भन्न सक्छ। यदि तपाईले आफ्नो टिमलाई जोखिम लिन प्रोत्साहित गर्न चाहनुहुन्छ भने लामो भाषण दिनुको सट्टा सगरमाथा चढ्ने तेन्जिङ नोर्गेको सानो कथा सुनाउन सक्नुहुन्छ। त्यसले गहिरो प्रभाव पार्छ। 4. आफ्नो आवाजको उतार चढावमा ध्यान दिनुहोस्। तपाईँ के भन्नुहुन्छ भन्ने मात्र होइन, कसरी भन्नुहुन्छ भन्ने कुराले पनि धेरै फरक पार्छ। महत्त्वपूर्ण कुराहरूमा जोड दिनुहोस्। बिस्तारै र स्पष्टसँग बोल्नुहोस्। तपाईको आवाजको गति र स्वरले तपाईको सन्देशलाई अझ इफेक्टिभ बनाउँछ। आजको डिजिटल युगमा जहाँ सबैको ध्यान अवधि यानि कि एटेन्सन स्प्यान कम हुँदै गएको छ, कम बोल्ने र धेरै प्रभाव पार्ने कला झनै महत्त्वपूर्ण भएको छ। मानिसहरूसँग लामो भाषण सुन्ने समय छैन। उनीहरूलाई स्पष्ट, संक्षिप्त र शक्तिशाली सन्देश चाहिन्छ। जो यो कला सिक्छ उही भिडमा अलग देखिन्छ र मानिसहरूलाई नेतृत्व गर्न सक्छ। 4थो रहस्य, ओन द रूम यानि कि आफ्नो शब्दहरूबाट कोठामा राज गर। के तपाईले कहिले यस्तो व्यक्तिलाई देख्नु भएको छ जो कोठामा प्रवेश गर्दा नै सबैको ध्यान उसैतिर जान्छ? ऊ धेरै बोल्दैन, तर उसको उपस्थितिमा एउटा यस्तो शक्ति हुन्छ कि कोठाको पुरै वातावरण नै चेन्ज भएर आउँछ। जब ऊ बोल्न थाल्छ, मानिसहरू मन्त्रमुग्ध भएर सुन्छन्। यस्तो लाग्छ मानौ त्यो कोठा, त्यो समय र त्यहाँ भएका सबै मानिसहरू उसकै हुन्। यसलाई भनिन्छ ओनिङ द रूम। यो कुनै जादु होइन, यो एउटा कला हो जो आत्मविश्वास, तयारी र आपनपनको भावनादेखि आउँछ। यो केवल शब्दहरूको खेल होइन, यो तपाईको शारीरिक भाषा, तपाईको आँखाको सम्पर्क यानि कि आई कन्ट्याक्ट र तपाईको ऊर्जाको खेल हो। धेरै पटक हामी बोल्छौँ तर डरले बोल्छौँ। हाम्रो मनमा चलिरहेको हुन्छ, मानिसहरूले मेरो बारेमा के सोच्लान्, कतै मैले केही गल्ती त बोल्दिन्न, मेरो अङ्ग्रेजी नेपाली त्यति राम्रो छैन, म कसरी बोलुँ? यी सबै डरहरूले हाम्रो आवाजलाई कमजोर बनाउँछ। हाम्रो काँध झुकेको हुन्छ, हाम्रो नजर भुइँमा हुन्छ र हाम्रो आवाज काँपिरहेको हुन्छ। यस्तो अवस्थामा तपाईले जति नै राम्रो कुरा गरे तापनि त्यसले प्रभाव पार्दैन। तर एउटा लिडर जब ऊ कोठामा प्रवेश गर्छ, ऊ त्यहाँ माफी माग्न आएको होइन, आफ्नो ठाउँ लिन आएको भन्ने भावनाका साथ आउँछ। ऊ आफ्ना शब्दहरूको लिएर न लज्जित हुन्छ न डराउँछ। ऊ जे भन्छ पूर्ण विश्वासका साथ भन्छ, किनभने उसलाई थाहा छ कि ऊ किन बोलिरहेको छ। कोठामा कसरी राज गर्ने? 1. शारीरिक भाषाबाट सुरु गर्नुहोस्। तपाईले बोल्नुभन्दा पहिले नै तपाईको शरीरले बोलिरहेको हुन्छ। सिधा उभिनुहोस् वा बस्नुहोस्, आफ्नो काँधलाई फराकिलो बनाउनुहोस्। यसले आत्मविश्वास देखाउँछ। हात बाँधेर वा खल्टीमा हालेर नबस्नुहोस्। आफ्ना हातहरूलाई खुला राख्नुहोस्। यसले तपाईँ खुला विचारको हुनुहुन्छ भन्ने सङ्केत दिन्छ। 2. आँखामा आँखा जुदाएर कुरा गर्नुहोस्। जब तपाईँ कसैसँग कुरा गर्नुहुन्छ, उसको आँखामा हेर्नुहोस्। यो इमान्दारिता र आत्मविश्वासको सबैभन्दा ठूलो निशानी हो। यदि तपाईँ समूहसँग बोल्दै हुनुहुन्छ भने पालै पालो सबैको आँखामा हेर्नुहोस्। यसले सबैलाई लाग्छ कि तपाईँ उनीहरूसँग व्यक्तिगत रूपमा कुरा गर्दै हुनुहुन्छ। हाम्रो नेपाली समाजमा ठूलालाई आँखामा हेरेर कुरा गर्नलाई अशिष्ट मानिन्छ, तर व्यावसायिक संसारमा यो आत्मविश्वासको प्रतीक हो। 3. आफ्नो ठाउँ लिनुहोस्, यानि
टेक अप स्पेस। जब तपाईँ कुनै कुर्सी वा मञ्चमा हुनुहुन्छ, खुम्चिएर नबस्नुहोस्, आरामसँग फैलिएर बस्नुहोस्। यसले साङ्केतिक सन्देश दिन्छ कि तपाईँ त्यो ठाउँमा हुन लायकको हुनुहुन्छ। 4. आफ्नो आवाजलाई नियन्त्रण गर्नुहोस्। हतार हतार नबोल्नुहोस्, बिस्तारै, स्पष्ट र स्थिर आवाजमा बोल्नुहोस्। तपाईको आवाज कोठाको पछाडिसम्म सुनिने खालको हुनुपर्छ, तर चिच्याएको जस्तो होइन। महत्त्वपूर्ण कुराहरू भन्नु अघि एउटा सानो पज लिनुहोस्, यसले मानिसहरूको ध्यान खिच्छ। 5. तयारी गर्नुहोस्। ओनिङ द रुमको सबैभन्दा ठूलो रहस्य तयारी हो। तपाईँ जुन विषयमा बोल्दै हुनुहुन्छ त्यसको बारेमा गहिरो ज्ञान राख्नुहोस्। जब तपाईँलाई आफ्नो कुरामा पूरा विश्वास हुन्छ, तब तपाईँको आत्मविश्वास आफै झल्किन्छ। सोच्नुहोस्, पृथ्वीनारायण शाहले आफ्ना सिपाहीहरूलाई कसरी प्रेरित गरेका होलान्। उनले डरले काँपेको आवाजमा भनेका थिएनन् होला, सायद हामीले कीर्तिपुर जित्नुपर्छ। उनले पूर्ण आत्मविश्वास, गर्जिएको आवाज र अटल निश्चयका साथ भनेका थिए, हामी कीर्तिपुर जित्छौँ। यही विश्वासले उनका शब्दहरूमा शक्ति भर्यो र सिपाहीहरूलाई मर्न मार्न तयार बनायो। तपाईँ चाहे अफिसको मिटिङमा वा कलेजको प्रस्तुतिमा, यसो सोच्नुहोस् कि त्यो कोठा तपाईँको हो। तपाईँ त्यहाँ आफ्नो कुरा राख्न आउनुभएको हो र तपाईँको कुरा सुन्न लायक छ। जब तपाईँ यो मानसिकताका साथ बोल्नुहुन्छ, मानिसहरूले तपाईँलाई सुन्ने मात्र होइन, तपाईँलाई पछ्याउने छन्। 5औं रहस्य, डोन्ट बेग टु बी हर्ड, यानि कि सुन्नको लागि भीख नमाग। यो नेतृत्वको मनोविज्ञानको सबैभन्दा गहिरो र महत्त्वपूर्ण पक्षहरूमध्ये एक हो। कहिले सोच्नु भएको छ किन हामी धेरै पटक एउटै कुरालाई बारम्बार दोहोर्याउँछौँ? किन हामी आफ्नो कुरालाई सही साबित गर्नको लागि लामो व्याख्या दिन्छौँ? किन हामी चाहन्छौँ कि सबैले हाम्रो कुरामा सहमति जनाउन्? किनभने भित्रभित्रै हामी आफ्नो आवाज सुनियोस् भनेर भीख मागिरहेका हुन्छौँ। हामी मान्यताको लागि तर्किएका हुन्छौँ। एउटा लिडरले कहिले आफ्नो कुरा सुनियोस् भनेर भीख माग्दैन। ऊ आफ्नो कुरा राख्छ, स्पष्टता, आत्मविश्वास र इमानदारीका साथ। यदि मानिसहरूले सुन्छन् भने राम्रो हो, यदि सुन्दैनन् भने त्यो उनीहरूको घाटा हो, नेताको होइन। त्यसपछि ऊ आफ्नो ऊर्जा त्यहाँ लगाउँछ जहाँ उसको कुराको कदर हुन्छ। नेपाली युवाहरू आज यस्तो संसारमा बाँचिरहेका छन् जहाँ हरेक व्यक्ति मान्यताको लागि तडपिरहेको छ। फेसबुकमा कति लाइक आयो, इन्स्टाग्राममा कति फलोअर्स, अफिसमा बसले मेरो तारिफ गर्यो कि गरेन, यी सबै कुराहरूले हाम्रो आत्ममूल्य निर्धारण गरिरहेको छ। यही बानी हाम्रो सञ्चारमा पनि देखिन्छ। मान्यता माग्ने केही सङ्केतहरू, धेरै व्याख्या गर्नु, यानि ओभर एक्सप्लेनिङ। जब तपाईँ आफ्नो निर्णय वा विचारको लागि लामो सफाई दिनुहुन्छ, तपाईँ अप्रत्यक्ष रूपमा भनिरहनु भएको हुन्छ, कृपया मेरो कुरालाई मानिदिनुहोस्। आफ्नो कुरालाई कमजोर बनाउनु, यानि कि अन्डरमाइनिङ योर ओन वर्ड्स। मलाई लाग्छ कि सायद यो गलत पनि हुन सक्छ, तर म विज्ञ त होइन, तर जस्ता फ्रान्चेजहरू प्रयोग गर्नुले तपाईको कुराको वजन घटाउँछ। बारम्बार दोहोर्याउनु। यदि कसैले तपाईको कुरा सुनेन वा मानेन भने त्यही कुरालाई बारम्बार दोहोऱ्याएर उसलाई मनाउने कोसिस गर्नु। सबैलाई खुस पार्ने प्रयास। यस्तो कुरा बोल्नु जो सबैलाई मन परोस्, चाहे त्यो तपाईको वास्तविक इच्छा नहोस्। एउटा सच्चा लिडर यो बुझ्छ कि उसको काम सबैलाई खुसी पार्नु होइन, बरु सही निर्णय लिनु र आफ्नो टिमलाई सही दिशा देखाउनु हो। र यो प्रक्रियामा कोही न कोही असन्तुष्ट हुन सक्छ। यो स्वाभाविक हो। भीख माग्न छोड्न कसरी? 1. मूल्य आफै निर्धारण गर्नुहोस्। तपाईको विचारको मूल्य अरूको सहमतिमा निर्भर गर्दैन। यदि तपाईले राम्रोसँग सोचेर तथ्य र तर्कको आधारमा कुनै निर्णय लिनुभएको छ भने त्यसमा अडिग रहनुहोस्। अरूले के भन्लान् भनेर नडराउनुहोस्। 2. एक पटक भन्नुहोस्, स्पष्टसँग भन्नुहोस्। आफ्नो कुरालाई शान्त, स्थिर र स्पष्ट आवाजमा एक पटक राख्नुहोस्। यदि कसैले बुझेन वा प्रश्न सोध्यो भने जवाफ दिनुहोस्, तर आफ्नो कुरालाई सही साबित गर्नको लागि बहस वा झगडा नगर्नुहोस्। 3. नतिजाबाट आपतुलाई अलग राख्नुहोस्। तपाईको काम आफ्नो कुरा राख्नु हो। त्यसलाई मान्नु वा नमान्नु अगाडिको व्यक्तिको काम हो। तपाईले सबैलाई नियन्त्रण गर्न सक्नुहुन्न। जब तपाईँ यो कुरा बुझ्नुहुन्छ, तपाईको मनबाट एउटा ठूलो बोझ हटेर जान्छ। सोच्नुस्, तपाईँ एउटा पसलमा जानुभयो, पसलेले तपाईलाई कुनै सामान किन्नको लागि कर गरिरह्यो। लन दाइ, यो लानुस् न, धेरै राम्रो छ भनेर बारम्बार भनिरह्यो। तपाईलाई कस्तो लाग्छ?
तपाईलाई झर्को लाग्छ र तपाईँ त्यो पसलबाट बाहिर निस्कन चाहनुहुन्छ। तर अर्को पसलेले केवल सामान देखायो, त्यसको फाइदा बतायो र निर्णय तपाईमाथि छोड्दियो। तपाईँ कुन पसलेलाई बढी सम्मान गर्नुहुन्छ? तपाईको विचार पनि तपाईको उत्पादन हो। त्यसलाई बेच्नको लागि भीख नमाग्नुहोस्, त्यसको मूल्य देखाउनुहोस् र निर्णय अरूमाथि छोड्दिनुहोस्। जब तपाईँ येसु गर्नुहुन्छ, मानिसहरूले तपाईलाई एउटा सेल्सम्यानको रूपमा होइन, एउटा लिडरको रूपमा हेर्न थाल्छन्। छैठौं रहस्य, What scares you, say that. जसले डराउँछ त्यही बोल। यो सिद्धान्तले तपाईलाई आफ्नो कम्फर्ट जोनबाट बाहिर निकाल्छ। यो त्यो ठाउँ हो जहाँ वास्तविक नेतृत्वको जन्म हुन्छ। हामी हरेकको भित्र केही यस्ता कुराहरू, केही यस्ता सत्यहरू हुन्छन् जुन हामी भन्न चाहन्छौं तर भन्न डराउँछौं। मलाई यो काम मन परिरहेको छैन। हाम्रो सम्बन्धमा समस्या छ। सर, तपाईको यो निर्णय गलत छ। मलाई सहयोग चाहियो। यी कुराहरू भन्न हामीलाई किन डर लाग्छ? किनकि हामीलाई परिणामको डर हुन्छ, जागिर जाने डर, सम्बन्ध टुट्ने डर, अरूको नजरमा नराम्रो बन्ने डर, अस्वीकृतिको डर। त्यसैले हामी यी कुराहरूलाई मनभित्रै दबाएर राख्छौं र बाहिरबाट सबै ठीक छ जस्तो अभिनय गर्छौं। तर जुन कुराले तपाईलाई सबैभन्दा धेरै डराउँछ, त्यही कुराले तपाईको भित्र सबैभन्दा धेरै शक्ति पनि राखेको हुन्छ। एक लिडर बन्ने यात्रा त्यहीबाट सुरु हुन्छ जहाँ तपाईँ आफ्नो त्यो डरसँग सामना गर्नुहुन्छ र त्यो कुरा बोल्नुहुन्छ जुन बोल्न आवश्यक छ, चाहे परिणाम जेसुकै होस्। हाम्रो कल्चरले हामीलाई चुप लाग सहेर बस, कुरा नभडौं भनेर सिकाएको छ। तर मौनता तबसम्म मात्र बुद्धिमानी हो जबसम्म त्यसले तपाईलाई भित्रभित्रै खोक्रो बनाउँदैन। यदि तपाईको भित्र कुनै कुराले तपाईलाई दिनरात पोलिरहेको छ र तैपनि तपाईँ चुप्प हुनुहुन्छ भने त्यो मौनता समझदारी होइन, कायरता हो। एक सच्चा लिडर डरको बावजुद बोल्छ। ऊ यो सोच्दैन कि मानिसहरूले के भन्लान्। ऊ यो सोच्छ कि यदि मैले आज यो कुरा बोलेन भने के म जिन्दगी भर पछुआउने छु? यही प्रश्नले उसलाई बोल्न बाध्य पार्छ र यही कुराले उसलाई भिडबाट अलग बनाउँछ। डरलाई जित्ने कथा। सोच्नुस्, एउटा गाउँमा एउटा अत्याचारी जमिनदार थियो। उसले सबै गाउँलेलाई दुःख दिन्थ्यो, तर उसको विरुद्धमा बोल्ने हिम्मत कसैको थिएन। सबै डराउँथे। त्यही गाउँमा एउटा सामान्य युवक थियो। उसलाई पनि डर लाग्थ्यो। तर एक दिन जब जमिनदारले एक गरिब किसानको जमिन हडप्यो, त्यो युवकलाई लाग्यो अब अति भयो। उसको मनमा द्वन्द्व चल्यो। बोले भने मलाई मार्ला, मेरो परिवारलाई दुःख देला, तर बोलिन भने म जिन्दगी भर आफैलाई घृणा गर्नेछु। अन्तमा उसले बोल्ने निर्णय गर्यो। ऊ जमिनदारको अगाडि गएर काँपेको तर दृढ आवाजमा भन्यो, तपाईले यो गलत गर्नुभयो। त्यो एक वाक्यले चमत्कार गर्यो। युवकको साहस देखेर अरू गाउँलेहरूमा पनि हिम्मत आयो। एक एक गर्दै सबैले जमिनदारको विरुद्धमा बोल्न थाले। अन्ततः जमिनदारले झुक्नु पर्यो। त्यो सामान्य युवक जसले आफ्नो डरलाई जित्यो, त्यो दिनदेखि गाउँको लिडर बन्यो। डरलाई कसरी जित्ने? जित्ने एक सबैभन्दा खराब परिणामको कल्पना गर्नुहोस्। तपाईलाई जुन संगीत कुरा भन्न डर लागिरहेको छ, त्यो भन्दा के हुन सक्छ? सबैभन्दा खराब अवस्थाको कल्पना गर्नुहोस्। के तपाईँ त्यो अवस्थाको सामना गर्न सक्नुहुन्छ? धेरै जस्तो अवस्थामा हामीले संगीत सोचे जति खराब परिणाम हुँदैन। 2. सानोबाट सुरु गर्नुहोस्। सिधै ठूलो डरसँग नलड्नुहोस्। सानो सानो कुराहरूबाट सुरु गर्नुहोस्। यदि तपाईलाई हुन्न भन्न डर लाग्छ भने आज कुनै साथीलाई सानो कुरामा हुन्न भनेर हेर्नुहोस्। बिस्तारै तपाईको साहस बढ्दै जान्छ। 3. तथ्य र तर्कको आधारमा बोल्नुहोस्। जब तपाईँ भावनामा बगेर होइन, तथ्य र तर्कको आधारमा कुरा गर्नुहुन्छ, तपाईको कुरामा बढी वजन हुन्छ र तपाईलाई कम डर लाग्छ। यदि तपाईलाई बसको डिसिजन गलत लागिरहेको छ भने यो अलि ठिक भएन कि भन्नुको सट्टा तथ्याङ्क र उदाहरण दिएर यसो गर्दा यस्तो नकारात्मक असर पर्न सक्छ भनेर सम्झाउनुहोस्। 4. आफ्नो इरादा सफा राख्नुहोस्। तपाईँ कसैलाई होच्याउन वा अपमान गर्नको लागि होइन, बरु अवस्थालाई सुधार्नको लागि बोलिरहनु भएको छ भन्ने कुरामा स्पष्ट गर्नुहोस्। जब तपाईको इरादा राम्रो हुन्छ, तपाईको आवाजमा आफै सत्यता र शक्ति आउँछ। आजदेखि आफैसँग एक वाचा गर्नुहोस्। जुन कुराले तपाईलाई भित्रभित्रै खाइरहेको छ, जसले तपाईलाई राति सुत्न दिइरहेको छैन, त्यो कुरा तपाईले सही समय र सही ठाउँमा अवश्य बोल्नुहुनेछ।
किनकि लिडर बन्ने पहिलो श्रेणी हो डरको बावजुद सत्यको पक्षमा उभिनु। 7औं रहस्य, ड्रप द नाइस गाई/गर्ल भोइस। असल मान्छेको आवाज छोड। अब कुरा गरौँ त्यो आवाजको जसले हामीलाई सबैभन्दा ठूलो धोका दिन्छ। द नाइस गाई/गर्ल भोइस अर्थात् असल मान्छे बन्नको लागि प्रयोग गरिने आवाज। तपाईले ध्यान दिनुभएको होला, जब हामी कसैलाई रिसाउन चाहदैनौँ, जब हामी कसैलाई निराश पार्न चाहदैनौँ वा जब हामीलाई सबैलाई खुसी राख्ने बानी हुन्छ, त्यतिबेला हाम्रो आवाजमा एउटा अनौठो कोमलता, एउटा विनतीको भाव आउँछ। यस्तो लाग्छ मानौ हामी आफ्नो उपस्थितिको लागि माफी मागिरहेका छौँ। यो त्यो आवाज हो जसले भन्छ, सरी, एउटा सानो कुरा भन्नु थियो, यदि तपाईँलाई नराम्रो लाग्दैन भने के हामी यसो गर्न सक्छौँ? कृपया मेरो कुरालाई अन्यथा नलिनुहोला। तर यो आवाज बाहिरबाट सुन्दा धेरै शिष्ट, विनम्र र राम्रो लाग्छ, तर भित्रबाट यसले कमजोरी, आत्मविश्वासको कमी र अरूको स्वीकृतिमाथिको निर्भरता देखाउँछ। एक लिडर सबैलाई खुसी पार्नको लागि जन्मेको होइन। लिडरको काम हो कठिन निर्णय लिनु, सत्य बोल्नु र मानिसहरूलाई उनीहरूको क्षमताभन्दा माथि उठ्ने प्रेरित गर्नु। र यो प्रक्रियामा सबैजना खुसी हुन सक्दैन। उसलाई थाहा हुन्छ कि यदि ऊ सच्चो छ भने केही मानिसहरू रिसाउनेछन्, केही मानिसहरूलाई उसको कुरा तीतो लाग्नेछ, तर ऊ तैपनि त्यही बोल्छ जुन सही छ, बिना कुनै चिनीको लेप लगाएर। किनकि लिडर बन्नको लागि तपाईलाई सबैले मन पराउनु आवश्यक छैन, तर सबैले सम्मान गर्नु आवश्यक छ। र सम्मान असल बनेर होइन, सच्चा र सक्षम बनेर कमाइन्छ। नेपालमा विशेष गरी मध्यमवर्गीय परिवारहरूमा हामीलाई बाल्यकालदेखि नै यही सिकाइन्छ। ठूलाको मुख नलाग्नु, सबैसँग मिलेर बस्नु, कसैको चित्त नदुखाउनु, यी राम्रा सामाजिक मूल्यहरू हुन्। तर जब यिनै मूल्यहरू हाम्रो व्यावसायिक जीवनमा हावी हुन्छन्, यिनले हाम्रो प्रगतिमा बाधा पुर्याउन सक्छन्। हामी असल बन्ने चक्करमा आफ्नो आवाजलाई यति धेरै नरम र मिठो बनाउँछौँ कि त्यसमा कुनै धारै बाँकी रहँदैन। हामी हुन्न भन्न सक्दैनौँ, आफ्नो हक माग्न सक्दैनौँ र कसैले अन्याय गर्दा पनि चुपचाप सहेर बस्छौँ। नाइस गाई भोइस कसरी छोड्ने? 1. प्रत्यक्ष र स्पष्ट गर्नुहोस्। घुमाउरो पारेर कुरा नगर्नुहोस्। यदि तपाईलाई केही मन परेको छैन भने यो अलि ठिक भएन कि भन्नुको सट्टा मलाई यो मन परेन भन्नुहोस्। यदि तपाईलाई संगीत केही चाहिएको छ भने यदि सम्भव छ भने भन्नुको सट्टा मलाई यो चाहिएको छ भन्नुहोस्। 2. माफी माग्न बन्द गर्नुहोस्। हरेक कुरामा सरी भन्न छोड्नुहोस्, विशेष गरी जब तपाईको कुनै गल्ती छैन। आफ्नो विचार राख्नको लागि वा प्रश्न सोध्नको लागि माफी माग्न आवश्यक छैन। 3. आफ्नो भोइसको टोनमा ध्यान दिनुहोस्। आफ्नो कुरालाई प्रश्न जस्तो नसोध्नुहोस्। उदाहरणको लागि, हामीले यो प्रोजेक्टको डेडलाइन सार्नुपर्छ भन्नुको सट्टा हामीले यो प्रोजेक्टको डेडलाइन सार्नुपर्छ भन्नुहोस्। तपाईको वाक्यको अन्त्यमा तपाईको आवाजको टोन माथि होइन, तल झर्नुपर्छ। यसले दृढता, संगीत देखाउँछ। 4. याद राख्नुहोस्, स्पष्ट हुनु, कठोर हुनु होइन। धेरैलाई लाग्छ कि सिधै कुरा गर्दा मानिसहरूलाई नराम्रो लाग्छ, तर धेरै जस्तो अवस्थामा मानिसहरूले अस्पष्टताभन्दा स्पष्टतालाई संगीत बढी रुचाउँछन्। जब तपाईँ स्पष्ट हुनुहुन्छ, मानिसहरूले थाहा पाउँछन् कि उनीहरूले तपाईबाट के आशा गर्ने भनेर। यो सम्मानको निशानी हो। आजदेखि ऐनाको अगाडि उभिएर प्र्याक्टिस गर्नुहोस्। आफ्नो कुरालाई सामान्य, संगीत, स्थिर र दृढ तरिकाले राख्ने अभ्यास गर्नुहोस्, बिना कुनै अनावश्यक सरी वा प्लिज। याद राख्नुहोस्, वास्तविक लिडर त्यो हो जसको उपस्थितिले मानिसहरूलाई आराम होइन, स्पष्टता दिन्छ। 8औं रहस्य, टक लाइक यु डिजर्भ टु बी हर्ड। तिमी सुन्न लायक छौ, त्यसरी बोल। यो रहस्य तपाईको भित्री आत्ममूल्य, सेल्फ वर्थसँग जोडिएको छ। धेरै पटक हामी कुनै ठूलो कोठामा जान्छौँ, जस्तै जागिरको अन्तर्वार्ता, कुनै ठूलो सेमिनार वा कुनै यस्तो व्यक्तिसँग भेट्न जसलाई हामी आफूभन्दा धेरै ठूलो मान्छौँ। त्यतिबेला हाम्रो मनमा एउटा सानो आवाजले भनिरहेको हुन्छ, म यहाँ हुन लायक छु र? के म यी मानिसहरूको अगाडि बोल्न सक्छु? के मेरो कुराको कुनै मूल्य छ? यो भित्री डर र असुरक्षा हाम्रो आवाज र व्यवहारमा झल्किन्छ। हाम्रो आवाज सानो हुन्छ, शब्दहरू अड्किन्छन् र हामीलाई लाग्छ कि हामी त्यहाँ अदृश्य भएर बस्न पाए हुन्थ्यो। जब तपाईको आफ्नै आवाजले भन्छ कि म कमजोर छु, म सानो छु, तब अरूले तपाईलाई कसरी ठूलो र पावरफुल मान्लान्? एक सच्चा लिडर जब बोल्छ, उसको आवाजमा यो मेसेज लुकेको हुन्छ, म यहाँ छु र मेरो उपस्थितिले अर्थ राख्छ, मेरो विचारको मूल्य छ र म सुन्न लायक छु। यो अहंकार होइन,
यो आत्मसम्मान हो, यो गहिरो विश्वास हो कि तपाईँ जो हुनुहुन्छ र जहाँबाट आउनुभएको छ, तपाईँ कुनै पनि मञ्चमा उभिन र आफ्नो कुरा राख्न लायक हुनुहुन्छ। नेपालमा आज पनि धेरै युवाहरू केवल यसकारण पछाडि छन् किनकि तिनीहरूलाई लाग्छ कि तिनीहरू लायक छैनन्। मेरो घर गाउँमा छ, म कसरी सहरको मान्छेसँग प्रतिस्पर्धा गरौँ? मैले सरकारी स्कुलमा पढेको, बोर्डिङ स्कुलको विद्यार्थीसँग कसरी बोल्ने? म सामान्य परिवारको मान्छे, ठूला मान्छेको अगाडि मेरो के औकात? यी सबै सोचहरूले हाम्रो भित्री आवाजलाई मारेको छ। तर सत्य यो हो कि कुनै पनि मञ्चमा उभिन, कुनै ठूलो व्यक्तिसँग कुरा गर्न वा कुनै सम्बन्धमा आफ्नो कुरा राख्नको लागि तपाईलाई कुनै डिग्री, कुनै पृष्ठभूमि वा कुनै सम्पत्तिको आवश्यकता पर्दैन। तपाईलाई चाहिन्छ केवल एउटा कुरा, आत्मसम्मान, लायक छु भन्ने भावना। कसरी विकास गर्ने? 1. तयारीमा विश्वास गर्नुहोस्। यदि तपाईँ कुनै प्रस्तुति वा अन्तर्वार्तामा जाँदै हुनुहुन्छ भने त्यसको लागि राम्रोसँग तयारी गर्नुहोस्। जब तपाईलाई थाहा हुन्छ कि तपाईले आफ्नो गृह कार्य गर्नुभएको छ, आत्मविश्वास आफै बढ्छ। 2. नकारात्मक आत्मवार्तालाप बन्द गर्नुहोस्। जब तपाईको मनमा म सक्दिन वा म लायक छैन जस्ता विचारहरू आउँछन्, त्यसलाई तुरुन्तै रोक्नुहोस्। त्यसको सट्टा आफैलाई भन्नुहोस्, मैले प्रयास गर्न सक्छु, मेरो विचार पनि महत्त्वपूर्ण छ, मैले यहाँबाट केही सिक्ने मौका पाएको छु। 3. आफ्नो सफलताहरूलाई याद गर्नुहोस्। हामी अक्सर आफ्नो गल्ती र कमजोरीहरूमा मात्र ध्यान दिन्छौँ। आज एकछिन बसेर आफ्नो जीवनका साना ठूला सफलताहरूलाई याद गर्नुहोस्। तपाईले कति धेरै चुनौतीहरूको सामना गर्नुभएको छ, कति धेरै कुराहरू सिक्नु भएको छ। यसले तपाईको आत्ममूल्य बढाउँछ। 4. अरूसँग तुलना नगर्नुहोस्। हरेक व्यक्तिको यात्रा फरक हुन्छ। तपाईको प्रतिस्पर्धा अरूसँग होइन, हिजोको आफूसँग हो। जब तपाईँ अरूसँग तुलना गर्न छोड्नुहुन्छ, तपाईँ आफ्नो शक्तिमा ध्यान केन्द्रित गर्न सक्नुहुन्छ। 5. फेक इट टिल यु मेक इट। नभएसम्म भएको जस्तो अभिनय गर। सुरुमा तपाईलाई आत्मविश्वास नहुन सक्छ, तर आत्मविश्वास भएको व्यक्तिले जस्तो व्यवहार गर्छ त्यस्तै व्यवहार गर्ने प्रयास गर्नुस्। सीधा उभिनुस्, आँखामा हेर्नुस्, स्थिर आवाजमा बोल्नुस्। बिस्तारै तपाईको बाहिरी व्यवहारले तपाईको भित्री भावनालाई पनि परिवर्तन गर्नेछ। आजदेखि हरेक पटक जब तपाईँ कुनै ठूलो व्यक्ति वा समूहको अगाडि बोल्नुहुन्छ, आफ्नो दिमागमा यो मन्त्र दोहोर्याउनुस्, म यहाँ हुन लायक छु र मेरो आवाज सुन्न लायक छ। जब तपाईँ यो विश्वासका साथ बोल्नुहुन्छ, तपाईको आवाजमा एउटा यस्तो गहिराई र शक्ति आउँछ जसलाई कसैले व्यवस्था गर्न सक्दैन। 9औं रहस्य, डोन्ट एक्सप्लेन, स्टेट। व्याख्या नगर, व्यक्त गर। यो रहस्यले हाम्रो संसारलाई अझै तीखो र प्रभावकारी बनाउँछ। हामीमध्ये धेरैको बानी हुन्छ आफ्नो कुरालाई सही साबित गर्नको लागि लामो लामो व्याख्या दिने। हामीलाई लाग्छ कि जति धेरै तर्क, उदाहरण र सफाई दियौं, मानिसहरूले हाम्रो कुरा त्यति नै राम्रोसँग बुझ्नेछन् र मान्नेछन्। तर अक्सर यसको उल्टो हुन्छ। जब तपाईँ धेरै व्याख्या गर्नुहुन्छ, तपाईले अप्रत्यक्ष रूपमा दुईटा सन्देश दिइराख्नु भएको हुन्छ। 1. मलाई आफैमा विश्वास छैन, त्यसैले म तपाईलाई मनाउनको लागि यति धेरै तर्क दिइराखेको छु। 2. मलाई लाग्छ कि तपाईँ यति बाठो हुनुहुन्न कि मेरो कुरा एकै पटकमा बुझ्न सक्नुहोस्, त्यसैले म यसलाई बारम्बार सम्झाइरहेको छु। यी दुवै सन्देशले तपाईको नेतृत्वलाई कमजोर बनाउँछ। एक लिडरले व्याख्या गर्दैन, उसले व्यक्त गर्छ। उसले आफ्नो निर्णय, आफ्नो अपेक्षा वा आफ्नो विचारलाई सीधा, संक्षिप्त र स्पष्ट रूपमा राख्छ। व्याख्या र व्यक्त गर्नुमा के फरक छ? व्याख्या, एक्सप्लेनिङ। हामीले यो प्रोजेक्टको डेडलाइन 1 हप्ता पछाडि सार्नुपर्छ। किन भने हाम्रो एउटा मुख्य सदस्य बिरामी परेको छ र बजारबाट सामान आउन पनि ढिलो भयो। यदि हामीले अहिले नै पठायौं भने क्वालिटी राम्रो हुँदैन, जसले गर्दा क्लायन्ट रिसाउन सक्छ। त्यसैले सबै कुरा सोचेर मलाई लाग्छ कि डेडलाइन सार्ने बेत्तम अपेक्षा हो। व्यक्त गर्नु, स्टेटिङ। टिम, केही अप्रत्याशित कारणले हामी यो प्रोजेक्टको डेडलाइन 1 हप्ताले सार्दैछौँ। नयाँ डेडलाइन अर्को शुक्रबार हो। सबैले सोही अनुसार आफ्नो काम मिलाउनुहोला। देख्नुभयो फरक? दोस्रो भनाइमा कति धेरै स्पष्टता, आत्मविश्वास र अधिकार छ। यसले बहसको लागि कुनै ठाउँै छोड्दैन। यदि कसैलाई प्रश्न छ भने उसले सोध्न सक्छ, तर निर्णय सुनाइसकेको छ। यो होइन कि तपाईले कहिले कारण बताउनु हुँदैन। कारण बताउनु राम्रो हो, यसले पारदर्शिता ल्याउँछ। तर कारण बताउनु र आफ्नो निर्णयको लागि सफाई दिनुमा धेरै फरक छ। कहिले व्यक्त गर्ने?
जब तपाईँले कुनै निर्णय लिइसक्नु भएको छ र अरूले त्यसअनुसार काम गर्नुपर्नेछ, तब व्यक्त गर्नुहोस्। भएको छ त्यसलाई व्यक्त गर्नुहोस्। हामी योग गर्दैछौँ। अपेक्षा राख्दा जब तपाईँ कसैबाट केही चाहनुहुन्छ त्यसलाई व्यक्त गर्नुहोस्। मलाई यो रिपोर्ट भोलि बिहान 10 बजेसम्म चाहिन्छ। सीमा निर्धारण गर्दा जब तपाईँ आफ्नो सीमा बाउन्ड्री तोक्दै हुनुहुन्छ त्यसलाई व्यक्त गर्नुहोस्। म साँझ 6 बजेपछि कामको फोन उठाउँदिन। विचार विमर्श गर्दा जब तपाईँ कुनै निर्णयमा पुग्नु भएको छैन र अरूको राय लिन चाहनुहुन्छ तब तपाईँ व्याख्या र छलफल गर्न सक्नुहुन्छ। व्यक्त गर्ने कला कसरी सिक्ने? 1. छोटो र सरल वाक्यहरू प्रयोग गर्नुहोस्। लामो र जटिल वाक्यहरूले तपाईँको सन्देशलाई कमजोर बनाउँछ। 2. मलाई लाग्छ, सायद जस्ता शब्दहरू हटाउनुहोस्। यसले अनिश्चितता देखाउँछ। 3. एक्टिभ भोइस प्रयोग गर्नुहोस्। यो काम गरिनुपर्छ भन्नुको सट्टा हामी यो काम गर्नेछौँ भन्नुहोस्। 4. आफ्नो भनाइको अन्त्यमा मौन रहनुहोस्। आफ्नो भनाइ व्यक्त गरिसकेपछि चुप लाग्नुहोस्। त्यसलाई सही साबित गर्नको लागि थप शब्दहरू नथप्नुहोस्। तपाईँको मौनताले तपाईँको भनाइलाई अझै प्रभावशील बनाउँछ। जब तपाईँ व्याख्या गर्न छोडेर व्यक्त गर्न थाल्नुहुन्छ, मानिसहरूले तपाईँलाई एउटा अनुरोध गर्ने व्यक्तिको रूपमा होइन, एउटा निर्णय लिने व्यक्तिको रूपमा हेर्न थाल्छन्। उनीहरूले तपाईँको समय र तपाईँको शब्दको अझै बढी कदर गर्न थाल्छन्। 10औं रहस्य, मेक साइलेन्स योर पावर। मौनतालाई आफ्नो शक्ति बनाऊ। हामीले यो यात्रा मौनताबाट नै सुरु गरेका थियौँ र हामी यसलाई मौनतामै समाप्त गर्दैछौँ। तर यो अन्तिम रहस्य पहिलोभन्दा अझै गहिरो छ। यहाँ मौनता केवल नबोल्नु मात्र होइन, यो एक आक्रामक, शक्तिशाली र रणनीतिक उपकरण हो। वास्तविक शक्ति तब देखिन्छ जब तपाईँ बिना बोले पनि धेरै कुरा भन्नुहुन्छ। कल्पना गर्नुहोस्, तपाईँ एक महत्त्वपूर्ण वार्तामा हुनुहुन्छ। तपाईँले आफ्नो प्रस्ताव राख्नुभयो। अब अगाडिको व्यक्तिले तपाईँको प्रस्तावमाथि विभिन्न प्रश्नहरू उठाइरहेको छ, तपाईँलाई दबाब दिइरहेको छ। यस्तो अवस्थामा धेरैजसो मानिसहरू हडबडाउँछन् र आफ्नो प्रस्तावलाई जायज ठहराउनको लागि बोल्न थाल्छन्, छुट दिन थाल्छन्। तर एक शक्तिशाली नेता के गर्छ? ऊ चुप लाग्छ। ऊ केवल अगाडिको व्यक्तिलाई स्थिर भएर हेर्छ। उसको अनुहारमा कुनै डर वा हडबडाहट हुँदैन। यो मौनताले के गर्छ? यसले अगाडिको व्यक्तिलाई असहज बनाउँछ। उसलाई लाग्न थाल्छ, कतै मैले धेरै त बोलिनँ, कतै मेरो माग अनुचित त छैन। त्यो असहजतालाई तोड्नको लागि ऊ आफै बोल्न थाल्छ र कहिलेकाहीँ आफै छुट दिन तयार हुन्छ। तपाईँको मौनताले उसको चिच्याहटभन्दा धेरै ठूलो चोट पुर्याएको हुन्छ। आजको संसारमा जहाँ सामाजिक सञ्जालदेखि लिएर हाम्रो सम्बन्धसम्म सबैतिर कोलाहल र हल्ला छ, जो व्यक्ति शान्त र स्थिर रहन सक्छ उही सबैभन्दा शक्तिशाली हुन्छ। मौनतालाई आफ्नो शक्ति कसरी बनाउने? 1. उत्तेजनामा प्रतिक्रिया नदिनु। डोन्ट रियाक्ट टु प्रोभोकेसन्स। जब तपाईँलाई कसैले रिस उठाउने वा उक्साउने प्रयास गर्छ, तुरुन्तै प्रतिक्रिया नदिनुहोस्। एक गहिरो सास लिनुहोस् र मौन रहनुहोस्। तपाईँको मौनताले उसको प्रयासलाई विफल बनाइदिन्छ। तपाईँले यो सन्देश दिनुहुन्छ कि तपाईँ उसको स्तरमा झर्न चाहनुहुन्न। 2. प्रश्नको जवाफ मौनताले दिनुहोस्। कहिलेकाहीँ कुनै मूर्खतापूर्ण वा अनुचित प्रश्नको सबैभन्दा राम्रो जवाफ मौनता नै हो। जब तपाईँ चुप लाग्नुहुन्छ, प्रश्न सोच्ने व्यक्ति आफै लज्जित हुन सक्छ। 3. सुन्नको लागि मौन रहनुहोस्। जब तपाईँको टिमको कुनै सदस्य आफ्नो समस्या लिएर आउँछ, उसलाई सल्लाह दिन वा समाधान दिन हतार नगर्नुहोस्। केवल मौन भएर ध्यान दिएर उसको कुरा सुन्नुहोस्। कहिलेकाहीँ मानिसहरूलाई समाधान होइन, केवल कोही सुनिदिने मान्छे चाहिएको हुन्छ। तपाईँको मौनताले उसलाई सम्मान र भरोसाको महसुस गराउँछ। 4. आफ्नो उपस्थितिलाई बोल्न दिनुहोस्। कहिलेकाहीँ तपाईँको शारीरिक उपस्थिति नै काफी हुन्छ, तपाईँलाई केही बोल्नु आवश्यक पर्दैन। तपाईँको शान्त र स्थिर उपस्थितिले नै मानिसहरूलाई यो सन्देश दिन्छ कि तपाईँ अवस्थालाई नियन्त्रणमा राख्न सक्नुहुन्छ। गान्धीजीले धेरै लामो भाषण दिएका थिएनन्। उनको दाण्डी मार्चमा उनको मौनता र उनको हिँडाइ नै सबैभन्दा ठूलो सन्देश थियो। उनको मौनतामा यति शक्ति थियो कि त्यसले ब्रिटिस साम्राज्यको जग हल्लाइदियो। आजदेखि आफ्नो मौनतालाई कमजोरी नसम्झिनुहोस्, यसलाई आफ्नो सबैभन्दा ठूलो शक्ति बनाउनुहोस्। बोल्नुभन्दा पहिला सोच्नुहोस्, सुन्नको लागि बोल्नुहोस् र कहिलेकाहीँ सबैभन्दा शक्तिशाली कुरा भनेको केही पनि नबोल्नुहोस्। ल त साथीहरू, यी थिए हाउ टु टक लाइक अ लिडर किताबका 10 शक्तिशाली सिद्धान्त। याद राख्नुहोस्, नेतृत्व भनेको पद वा कुर्सीमा होइन, तपाईँको आवाज र शब्दको वजनमा लुकेको हुन्छ। आज तपाईँले जे सिक्नुभयो त्यो केवल जानकारी होइन, एउटा हतियार हो। अब पालो तपाईँको यो हतियारलाई प्रयोग गर्ने। अबदेखि जब तपाईँ बोल्नुहुन्छ, भिख माग्नको लागि होइन, आफ्नो हक जमाउनको लागि बोल्नुहोस्। तपाईँको मौनतालाई कमजोरी होइन, रणनीति बनाउनुहोस्।
तपाईँको हरेक शब्दलाई गोली जस्तै शक्तिशाली बनाउनुहोस्। यदि यो अडियो बुक सारांशले तपाईँको सोचमा सानो भए पनि परिवर्तन ल्याएको छ भने कृपया यो भिडियोलाई एक लाइक दिनुहोस् ताकि यो आवाज अरू धेरै नेपाली दाजुभाइ दिदीबहिनीसम्म पुग्न सकोस्। र नेपाली थिङ्कसँग यस्तै ज्ञानको यात्रामा सधैँ सँगै रहनको लागि च्यानललाई सब्स्क्राइब गरेर घन्टी बजाउन नभुल्नुहोला। तपाईँ अर्को कुन किताबको सारांश सुन्न चाहनुहुन्छ तल कमेन्टमा अवश्य लेख्नुहोला। आजको लागि यति नै। अर्को भिडियोमा भेटौँला। बोल्दै गर्नुहोस् र नेतृत्व गर्दै गर्नुहोस्। नमस्कार।